काट्नु त आमा कस्तो मान्नुभयो त छोरा बुहारी नातिनीसँग घुम्न जान्लाङ बहा नि काठमाडौँ पनि सँगै जान्थ्यौँ म बिरामी नभावे त नि त्यही त नत्र सँगै जाने प्लान थियो कि पहिला हाम्रो मलाई पनि देखाइदेऊ अलि त्यसमा आऊ न अलि यता आऊ हातले देखिन्छ कि देखिन्छ देखिरहेछ बुवा किन के बोल्नु के चुपचाप बस्नु भए केही त कुरा त गर्नु छोराले गाडीमा घुमाउनु भएको छ कस्तो मान्नु भएको त कान्छो छोरो बिचमा ठिक छ बस्ने अब अर्को वर्ष दाया आएपछि जामलाई आफूले देख्यौ केबुल कारमा चढौँला अनि त्यसपछि है आमा अहिले त अब के बाटो बन्द रहेछ बिग्रिया रहेछ बाटो श्रीमानज्यू दादा हेर्नु त हेर्नु गाडी कस्तो आउने भने एकछिन त हेर्नु फेरि हामीलाई कहिले घुमाउनुहुन्छ अब अर्कोचोटि जेनिसा मम्मीलाई मलाई घुमाउनु भन् न बाजे बोय आएपछि त प्लेनमा जाने हो घर त भन्छ हो त किन भन्दैन यार यतातिर गाउँ साइड हो त